अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले आफ्ना बुबा जर्ज मेसीको निधनपछि एक श्रद्धाञ्जली पोस्ट गर्दै आफू अब कति समय फुटबल खेल्छु भन्नेमा शंका व्यक्त गरेका छन्। 68 वर्षका उनका बुबाको लामो बिरामीपछि गत हप्ता निधन भएको थियो। मेसी 14 वर्षको हुँदादेखि नै बुबाले उनको एजेन्ट या व्यवस्थापकको रूपमा काम गरे र मेसीलाई विश्वकै महान खेलाडी बनाउन उनको बुबाको ठूलो भूमिका रह्यो। मेसीले सामाजिक सञ्जालमा आफ्नो बाको सम्झनामा एउटा चिठी लेखेका छन्। बुबा, तपाईँ बिना म के गर्छु मलाई थाहा छैन। म कसरी अगाडि बढ्ने भन्नेमा अन्योलमा छु। मैले आजसम्म केवल फुटबल खेल्न मात्र जानेको थिएँ, तर अब मलाई लाग्दैन कि म लामो समयसम्म यो खेल जारी राख्न सक्छु। तपाईँ सुरुदेखि नै मेरो साथमा हुनुहुन्थ्यो। हामी यात्राको अन्त्यतिर थियौं। अझ केही समय किन रोकिनु भएन ताकि हामीले यो यात्रा सँगै टुङ्ग्याउन पाऊँ। मेसी अगाडि लेख्छन्, तपाईँ मलाई अन्तिम एक पटक विश्वकप खेलेको हेर्न चाहनुहुन्थ्यो। म ट्रफी जितेर तपाईँलाई देखाउन चाहन्थे, तर मेरा खुट्टाहरूमा अब शक्ति बाँकी थिएन। मैले आफ्नो शारीरिक क्षमताभन्दा बाहिर गएर प्रयास गरेँ, तर सकिन। खेल सकिएपछि म सधैँ तपाईँको म्यासेज पर्खिन्थेँ, तर तपाईँको सन्देश नआउँदा बल्ल मैले बुझ्थेँ स्थिति कति गम्भीर छ भन्ने। मेसी लेख्छन्, बुबा, तपाईलाई एक पिता मात्र नभई साथी र मार्गदर्शकको रूपमा म सम्झनेछु। तपाईँ सधैँ सही हुनुहुन्थ्यो। म आफ्ना छोराछोरीलाई पनि तपाईँले मलाई सिकाए झैं संस्कारमा हुर्काउनेछु। बुबा, शान्तिसँग आराम गर्नुहोस्। तपाईलाई म धेरै माया गर्छु। सन् 2026 को विश्वकपमा अर्जेन्टिना फाइनलमा स्पेनसँग 1-0 नराम्रोसँग पराजित भएको थियो। 39 वर्षीय मेसीले यो पत्रसँगै खुलासा गरेका छन् उनका बाको स्वास्थ्य खराब हुँदाहुँदै पनि बाकै इच्छाका लागि मेसीले यो विश्वकप खेलेका थिए भनेर। यस्तै यस्तै समाचारका लागि तपाईँ लियोको आमा टिकटकलाई फलो गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।